नमस्ते इन्भेस्टर्स। आजको यो विशेष विश्लेषणमा स्वागत छ। नेप्सीमा भर्खरै 5वटा नयाँ आइपिओहरू आएका छन् होइन त। अब मुख्य कुरा के छ भने यी सबै स्टकहरूले साँच्चै नै मल्टिब्यागरको प्रतिफल दिन्छन् त पक्कै दिँदैनन्। आज हामी यिनी 5 कम्पनीहरूको एकदमै गहिरो फन्डामेन्टल र प्राविधिक विश्लेषण गर्दैछौँ। कुन स्टकले हामीलाई ट्र्यापमा पार्न सक्छ र कुनमा साँच्चीकै लामो अवधिको सम्भावना लुकेको छ भन्ने कुरा आज छर्लङ्ग हुनेछ। बजारमा आउने हरेक आइपिओ सुन हुँदैनन्, त्यसैले आज हामी हल्लाको पछि नलागी विशुद्ध डेटाको आधारमा कुरा गर्नेछौँ। अब बजारमा एउटा सधैँ उठ्ने प्रश्न छ, आइपिओमा पैसा हाल्ने कि नहाल्ने? यो एकदमै जायज दुविधा हो। आज हामी बजारका सबै हल्लाहरूलाई एकैछिन एकातिर पन्छाएर स्पष्ट डेटाको आधारमा बाई वा सेल रणनीति, टार्गेट प्राइस र जोखिमको स्तर मूल्याङ्कन गर्नेछौँ। किनभने सही जानकारी बिना मार्केटमा पैसा हाल्नु भनेको त सिधै जुवा खेल्नु जस्तै हो नि, होइन र? त्यसैले आजको यो प्रस्तुतिले लगानीको एकदमै स्पष्ट बाटो देखाउनेछ। ल अब सिधै आजको मुख्य विषयवस्तुतिर लागौँ। आजको हाम्रो रोडम्याप एकदमै प्रष्ट छ है त। सुरुमा हामी सोपान फार्माको स्थिर वृद्धिको कुरा गर्नेछौँ, त्यसपछि हाइड्रोपावर क्षेत्रको धैर्य र जोखिमलाई हेर्नेछौँ, अनि पालो आउनेछ स्नो रिभर्सको कर्पोरेट सम्भावनाको। अन्त्यमा यी सबै कम्पनीहरूको एउटा बृहत तुलना र स्मार्ट लगानी रणनीतिबारे पनि छलफल गर्नेछौँ। त्यसो भए सुरु गरौँ आजको पहिलो स्टकबाट, सोपान फार्मा, जसले स्थिर वृद्धिको सम्भावना बोकेको छ। सोपान फार्मास्युटिकल लिमिटेडलाई नै हामीले हाम्रो पोर्टफोलियोको एउटा एकदमै बलियो आधार वा एङ्कर मान्न सक्छौँ। किनभने हामी सबैलाई थाहै छ, अर्थतन्त्रमा जस्तोसुकै मन्दी आए पनि स्वास्थ्य क्षेत्रको माग कहिल्यै घट्दैन। यो त सधैँ स्थिर नै रहन्छ। यदि कम्पनीको म्यानेजमेन्टले आफ्नो उत्पादन विस्तार गर्ने, विभिन्न अस्पतालहरूसँग साझेदारी बढाउने र वितरण सञ्जाललाई झन बलियो बनाउने हो भने यसको नाफा मार्जिनमा राम्रो उछाल आउन सक्छन् र यी कुराहरूले हाम्रो लगानीलाई सुरक्षित राख्न एकदमै ठूलो भूमिका खेल्छन्। अनि अर्को गजबको कुरा के छ भने यदि कम्पनीको आम्दानीमा साँच्चीकै सुधार आयो भने यसको दीर्घकालीन टार्गेट 700 देखि 850 रुपियाँसम्म पुग्न सक्छ। अलिकति प्राविधिक पाटोबाट हेर्दा यसको आरएसआई अहिले एकदमै न्युट्रल वा सन्तुलित अवस्थामा छ। सर्ट टर्ममा 420 को एउटा सानो रेजिस्टेन्स छ र साँच्चै भन्नुपर्दा 500 भन्दा माथि एउटा ठूलो ब्रेकआउटको पर्खाइमा छौँ हामी। त्यसैले यो स्टकलाई 1 देखि 3 वर्षसम्म होल्ड गर्नु एकदमै राम्रो रणनीति हुन सक्छ। अब अगाडि बढौँ हाम्रो दोस्रो सेक्टरतर्फ, हाइड्रोपावर, जहाँ धैर्य र जोखिम दुवैको खेल हुन्छ। नेपालको अर्थतन्त्रको मेरुदण्डै मानिने यो हाइड्रोपावर क्षेत्र प्रायजस्तो मार्केटको सेन्टिमेन्ट वा भावनाले नै चलिरहेको हुन्छ। आज हामी 3वटा हाइड्रो कम्पनीहरू हेर्दैछौँ जसले फरक रणनीतिको माग गर्छन्। अपोलो हाइड्रोपावरमा हामीलाई धैर्यता चाहिन्छ, याम्बालिङ हाइड्रोपावर अस्थिरताको खेल हो र टक्सार पोखुवाबो खोलामा चाहिँ उच्च जोखिमसहितको आक्रमणता छ। यसो हेर्दा धेरै इन्भेस्टर साथीहरूले यहीँनिर ठूलो गल्ती गर्नुहुन्छ के सबै हाइड्रो स्टकलाई एउटै टोकरीमा राखेर हेर्ने। तर त्यसो गर्नु हुँदैन, जोखिम बुझेर मात्र पाइला चाल्नुपर्छ। अब यो अपोलो र टक्सारको तुलना हेरौँ है। अपोलो हाइड्रोलाई 3 देखि 5 वर्षसम्म ढुक्कले होल्ड गर्न सकिन्छ किनकि यसको क्यापासिटी र पीपीए एकदमै राम्रो छ। यसको म्याग्डी पोजिटिभ क्रसओभरमा छ, जसको मतलब यसले 280 को सपोर्ट लेभलबाट 900 को लङ टर्म टार्गेटतिर आफूलाई धकेल्न सक्छ। तर अर्कोतर्फ यो टक्सार पुखुवा भनेको एउटा स्मल क्याप कम्पनी हो, जोखिम अलि बढी नै छ यसमा। तर यदि एक्युमुलेसन फेजबाट ब्रेकआउट भयो भने 450 बाट सिधै 1000 भन्दा माथिको एग्रेसिभ टार्गेट हिट गर्न सक्छ। यस्तो एग्रेसिभ स्टकमा पैसा हाल्दा चाहिँ पोर्टफोलियो डाइभर्सिफाई गर्न एकदमै जरुरी हुन्छ है। अनि यो याम्बालिङ हाइड्रोपावरले चाहिँ हामीलाई एउटा गजबको मध्यमार्गी पाठ सिकाउँछ। प्राविधिक रूपमा हेर्दा यदि बोलिन्जर ब्यान्डको अप्पर ब्यान्ड ब्रेकआउट भयो भने यसको मूल्य 800 माथि मजाले जान सक्छ। तर यहाँनिर एउटा कुरामा एकदमै ध्यान दिनुपर्छ, यदि अचानक 50 देखि 70% को ठूलो र्याली आयो भने भावनामा बगेर बसिराख्ने होइन। त्यस्तो बेला पार्शियल प्रफिट बुक गर्नु नै सबैभन्दा स्मार्ट लगानीकर्ताको चिनारी हो। ल अब कुरा गरौँ हाम्रो तेस्रो कम्पनी स्नो रिभर्स र यसको कर्पोरेट सम्भावनाको बारेमा। यसलाई हामी आजको हाम्रो वाइल्ड कार्ड कम्पनी मान्न सक्छौँ। यसको भविष्यको ग्रोथ पूर्ण रूपमा कर्पोरेट स्केलेबिलिटी र म्यानेजमेन्टको काम गराइमा भर पर्छ। दीर्घकालीन वृद्धिको लागि यहाँनिर लगानीकर्ताको कन्फिडेन्स नै सबैभन्दा ठूलो कुरा हो। कम्पनीले आफ्नो रेभिन्यू कसरी बढाउँछ, इन्डस्ट्रीको कडा प्रतिस्पर्धालाई कसरी ट्याकल गर्छ र विस्तारको रणनीति कसरी अघि बढाउँछ भन्ने कुराले नै यसको दिशा तय गर्नेछ।
यसको टेक्निकल पाटो हेर्दा त झन् एकदमै एक्साइटिङ छ। यसमा देखिएको EMA क्रसओभरले बजार बुलिश हुँदैछ भन्ने बलियो सङ्केत दिइरहेको छ। यदि 500 को लेभलमा एउटा सफल ब्रेकआउट भयो भने यसले छिटै 750 को टार्गेट चुम्न सक्छ र यो 1200 प्लसको जुन टार्गेट छ नि, यो चाहिँ लामो अवधिको लागि एकदमै अप्टिमिस्टिक टार्गेट हो। राम्रो भोल्युमको साथमा मार्केट अघि बढ्यो भने यो पक्कै पनि असम्भव चाहिँ छैन। अब आउनुहोस् आजको विश्लेषणको सबैभन्दा रोमाञ्चक भाग, यी सबै आइपिओहरूको अन्तिम तुलनात्मक अध्ययन गरौँ। स्मार्ट मनीले ठ्याक्कै यही डेटालाई फलो गरिरहेको हुन्छ। यहाँ टेबलमा हेर्नुहोस् त, सोपान र अपोलोमा मिडियम रिस्क छ तर लङ टर्म पोटेन्शियल एकदमै हाई छ। टक्सारमा चाहिँ रिस्क अलि बढी छ तर प्रतिफल पनि त्यस्तै आक्रामक हुन सक्छ। त्यसैले कुन स्टकलाई कति समय होल्ड गर्ने भन्ने कुरा आफ्नो पोर्टफोलियोको लक्ष्य र रिस्क लिने क्षमतासँग मिल्नुपर्छ। कसैलाई 3 वर्षको होल्डिङ ठिक लाग्ला त कसैलाई एग्रेसिभ स्ट्र्याटेजी नै मन पर्ला, आफ्नो आफ्नो चोइस हो। र अन्त्यमा आजको सबैभन्दा महत्त्वपूर्ण खण्ड, स्मार्ट लगानी रणनीति। मार्केटमा छिटो पैसा कमाउनुभन्दा अनुशासित लगानीले दीर्घकालीन सम्पत्ति निर्माण गर्छ। यो भनाइलाई सधैँ मनन गर्नुपर्छ। मार्केटमा रातारात करोडपति बन्ने सपना देख्नुभन्दा फन्डामेन्टल रिसर्च, टेक्निकल कन्फर्मेसन र सबैभन्दा ठूलो कुरा धैर्यतामा विश्वास गर्नुपर्छ। यिनै कुराहरूले नै वास्तविक सफलता दिन्छन्। अनुशासित लगानी नै मार्केटमा टिकिरहने एकमात्र सुरक्षित बाटो हो। यति धेरै डेटा र गहिरो विश्लेषण हेरिसकेपछि अब विचार गरौँ त, यी मध्ये सबैभन्दा उत्कृष्ट र मनपर्ने आइपिओ कुन होला त? आज हामीले सिकेका यी कुराहरूलाई आफ्नो पोर्टफोलियोमा मज्जाले एप्लाई गरेर हेर्न सकिन्छ। तर अन्त्यमा एउटा कुरा कहिल्यै नबिर्सनुहोला, कुनै पनि आर्थिक निर्णय लिनु अघि सधैँ आफ्नो व्यक्तिगत रिसर्च पक्कै गर्नुपर्छ। मार्केटमा अवसरहरू त सधैँ आउँछन्, बस त्यसलाई चिन्ने ज्ञान र समात्ने धैर्यता हुनुपर्छ।